नमस्ते हजुर सबैलाई आयो सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै आरामै छु र आजको मेरो चाहिँ फर्स्ट भ्लग भनौँ न। अब पहिला पनि हान्न त हालेँ हो, त्यही पनि अब त्यसमा हल्का त्यो खाता नम्बर त्यस्तैको कुरा आयो क्या, अनि त्यही भएर हालिनँ पहिलाको भ्लगमा। अहिले चाहिँ रेडी छु। अहिले चाहिँ यहाँ चाहिँ मेरो दादा दुईजना दादाहरू, उहाँ त सालो हो नि, सालो उहाँ दादा मेरो दादा। अनि आज चाहिँ हामी कहाँ जानु लागेको भन्दाखेरि चाहिँ स्केट पार्क जानु खोजेको क्या। अनि स्केट पार्क जाँदाखेरि चाहिँ हल्का आज चाहिँ साइकल भएन होइन दादा, साइकल आउँदैछ बाइक उहाँ ड्रिपी पाएर हेरेँ। अनि त्यही नै हो, हामी चाहिँ अब हिँड्दै हाम्रो गन्तव्यहरूको धेरै लामै छ। राम्रो देखिहाल्यो है, राम्रो देखिहाल्यो है। अनि अगाडि चाहिँ यस्तो छ चितवनको उल्टो भयो भ्यूहरू चाहिँ यस्तो हैन यस्तो हो त्यस्तो यस्तो चितवनको भ्यू चाहिँ यस्तो छ होइन, दामी छ। अनि अहिले चाहिँ म चाहिँ भाडामै आइरहनु भएको छ, एउटा त्यो मेरो बाबु हो। अब त्यही नै हो दादाहरू, अब भाइले अब त्यही त भनिदिने अब स्केट पार्क भन्नाले नि अब आधा बाटोतिर अहिले भिडियो लामो हुन्छ कि फेरि त्यस्तै गाह्रै हुन्छ फेरि। अनि अहिले म अहिले उता गएपछि आधा बाटोतिर गएपछि भेट्छु। हस् तपाईँहरूलाई फेरि हेरिदिनुहोस् होला है पुरै भिडियो। फेरि आधा बाटोतिर आइपुगेँ होइन, उहाँ दादा यहाँ चिन्नुहुन्छ होला धेरै जस्तो मान्छेले। ड्रेसअप मेरो देखिन्थ्यो होला त मेरो ड्रेसअप। यो सिनेम्याटिक होइन, मेरो दादा एउटा बाइक आइदिएको लाल मलाई फेरि सम्पत्ति यो चाहिँ सम्पत्ति हो त्यसको। अनि म चाहिँ यहाँ छु, मेरो दादा चाहिँ यहाँ छ। अगाडिको भ्यू चाहिँ यस्तो छ, धेरै जसो चिन्नुहुन्छ होला के अरे यसो न, यो अगाडिको मङ्गलपुर गाविस चोक चिन्नुहुन्छ होला चितवनमा बस्ने मान्छेहरूले होइन। त्यही जे भयो नि अब सपोर्ट गरिदिनुहोस् होला। अनि अब चाहिँ त्योभन्दा नि आधा बाटोमा गएर म तपाईँहरूलाई भेट्छु ल। ओके अहिलेको लागि चाहिँ बाई। अब लास्ट गाह्रो भयो क्या दादाहरूलाई, साइकल बिग्रिएर मासलाई ठुलो भन्न नहुने ल सरी है। त्यो भेडाला माथि हुँदै भएन क्या, काम फेरि धेरै छ यहाँ। हेर ठेसर लाएर रहेछ, ठेसर लाएर रहेछ क्या यहाँ चाहिँ फेरि। अनि दादाहरू अब फेरि बाइक आएर चाहिँ फेरि पर्दाखेरि अरू भन्दै नि त क्यामे भ्लग सुट आएको छ यहाँ। खानेहरू के खानु भयो भन्दाखेरि खोइन्छ फेरि भयो फेरि मिठो हुन्न क्या फेरि त्यसले। ल अहिले चाहिँ पैसा नभएको चाहिँ पैसा देखाइदिनु म फेरि अब कतिले पैसा नभएर पैसा देखाउने अरे कतिले सालो होइन, कतिले पैसा नभएर मेरो पनि सालो होइन, कतिले पैसा नभएर भन्छ होला होइन, पैसा चाहिँ नभएको यता पनि छ फेरि नभएको होइन दुईचोटि देखायो कि पैसा होइन भनेको फरक हो यार। होइन त्यही भन्छ नि त कतिले त अब कतिले त भन्छ नि त पैसा नभएको ऊ यहाँ फ्याक्ट्री होइन भयो उनीहरूले देखाइदियो नि फेरि हात। त्यही नै हो स्टेट जाने भनेको साइकल त्यस दादाको के साइकल नभएको भने दाउले हाने रहेछ क्या। अनि यताखेरि कस्तो दामी भ्यू क्या फेरि यता हेरि काम गरिरहेको छ होइन, मस्त। हामी पनि गर्नुपर्ने हो, अहिले चाहिँ नगरौँ। तेरो भविष्य कामै छैन अनि के अरे भ्लग भनेको मैले त्यस्तो त भन्न त नि। भ्लग गर्दाखेरि चाहिँ एउटा चिज चाहिँ लास्ट अप्ठ्यारो हुने रहेछ कि यो हात गल्ने रहेछ कि। त्यो भ्लग गरेर होइन, आर्मी गरेर हो।
यसो रहेछ मजाले हातले अनि थाहा छ सबलाई हिँड्दा हिँड्दा खुट्टा दिइसक्यो अब तेज दादाको त झन् दुखेर हैरान भएन ल पर्सन दादाको पनि त्यस्तै भन्छ स्केट खेलेको खै घाउ देखाउँ त मेरो पनि छ यहाँनिर खै राम्रो छ देखिएन स्केट खेलेर त्यसको नि छ अरे हेरि यहाँ मेरो नि यही हो यहाँनिर देखा न देखा न बार छोड्दैन डङ देखाएको हेर्ने यसले ल होइन भनेको साइकल ए डङ देखा भने मैले पुरै डङ देखाउँछु कि यसले त बाजाले यहाँ हेर्दै हेर्छ अरे कि ल ल आइ अब स्केट गएपछि नि भेट्छ अब भिडियो धेरै लामो भयो स्केट बाइक पनि फाइनल आइसक्यो ल ऊ पर्सन दादा साइकलमा अनि स्केट बाइक पनि आइसक्यो उहाँ देख्न सक्नुहुन्छ जुम गरेर देखाइन्छ त्यहाँ स्केट पार्क होइन आइपुग्यो स्केट पार्क अब भित्र गएर चाहिँ भेट्ने कुरो आउँछ होइन अब तिनीहरूको त्यस्तै छ फेरि के भयो क्यामेरालाई भयो आयो होइन गाइजहरू अब स्केट खेलेर चाहिँ देखाउँछ है हस् हजुर अहिले लाउँछ फेरि मलाई फेरि त्यही हो स्केट बाइक आइसक्यो वान्छु स्केट खेलेर लानुपर्छ अब म पनि खेलेको देखाइछु है पर्सन दादा तपाईँ यहीँ बसेर देखाउनु है ओके कस्तो लाग्यो होला हजुरहरूलाई होइन यस दादाको ल पर्सन दादा त्यही हो होइन राम्रो खेल्दैछ भने अब लाग्थ्यो बुवाखेरि थकै लाग्यो हेर्नु अब गर्लफ्रेन्ड छैन स्केट खेल्नु भने हात समातेर अब भन्नुहुन्छ होला यसको हेर्नुहोस् है ल स्केटको मजा चाहिँ होइन अर्कै छैन आउनु होला सबैजना होइन गेममा एकचोटि स्केट खेल्न त्यही नै हो अहिले चाहिँ मैले अहिले एकछिन खेलेपछि अनि बल्ल फेरि बनाउँछु भइसक्यो हेर्न दादा अनि अब हाम्रो अझै माथि पुऱ्याउनु पर्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु पर्यो सबले त्यति हच्छ सुनारलाई फेरि अलिक सुनारको भाइ यहाँ हाम्रो हुनुहुन्छ पर्सन दादा खै हामी चिन्नुहुन्छ नि तपाईँले चिन्छ कोही केटा हो चिन्छ भने भन है मेसेज हाने थर्काए के यो त अब सानो गरी गएपछि भेट्छ अनि स्केट खेलेर पाइयो मस्तै खेलिदियो अनि बब्बाल भनेर आयो हँदैबाट अनि स्केट खेलेर पनि भ्याइयो अनि अब कहाँ जाने भनेर यिनीहरूले गइदिनु पऱ्यो नि यो चाहिँ विजयनगर स्कुल है हेरमै ए विश्व प्रकाश मैले त बिर्सेको नि अनि आउनु होला है स्केट पार्क कल्याणपुर स्केट पार्क हो आउनु पऱ्यो सबै बाल यहाँ खेलिदिनु पऱ्यो सबैजना भएर मिलेर अनि त्यही नि खेल्नुपर्छ स्केट पनि खेलिदिउँ होइन यिनीहरू आज आइरह कहाँ दौडिरह न तिमीहरू अनि हाम्रो दादाहरू मस्ती अनि अहिले चाहिँ सानो गरी जाने भनेर आएको के अरे केटाहरूले के हुन्छ राम्रो देखिछु नि है म
तेज दादा मेरो दादा म राम्रो देखिछु नि ओए म कस्तो देखिछु राम्रै तेज दादा म कस्तो देखिछु खोइ मलाई देखाएन म त अब घरतिर च्यानललाई सब्सक्राइब लाइक कमेन्ट हानिदिनुहोस् होला यति भन्दै आजको लागि ब्लगमा बिदा